लक्ष्मी ए लक्ष्मी ए दिदी पो आउनु भएछ चिया खान लाएको थिएँ छोप्नु पर्यो किन बोल्दिन हौ छैन क्या यो घरमै छु बोलिनुहोस् त नि आए यस्ता गर्मीमा कसरी आउनुभयो बल्ल 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 आएन हौ घाममा 3-4 दिनमा बल्ल 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 आएँ आज बहिनी सम्झेर पानी खानुहुन्छ चिसो पानी खान्छु चिसो पानी खानु यस्ता गर्मीमा आउनु भएछ हो के घाम छ चिसो पानी गर्छ आएन बहिनीसँग यसो भेटघाट गर्नु 3-4 दिन भयो त नआएको त्यही त सुर्खेतको गर्मी फेरि बाहिर निस्किन सकिँदैन चिया पकाएपछि त्यहाँ गन्ध आएको छ त चियाको पकाएको छु यो गर्मीमा के को चिया खान्छ हौ खै बास्ना त चलिरहेको छ त नि होइन पकाएको छुइनँ त्यो चियापत्तीको बट्टा खुल्ला छ त्यसको सेन्ट होला दुध हालेको चियामा चियापत्ती चिनी अदुवा मर्चो गन्ध आएको छ त के को तपाईँलाई ढाँट्छु कि क्या हौ म चिया पकाएको छ छैन नि यस्तो गर्मीमा चिया के को खान्छ काम गर्दा बास्ना आएको छ होइन छैन पकाएको छु यसो अब माछा घटमा जानु पर्यो दुध पनि छैन दुध राखेको थियो फाटियो चिया खान मन लाग्छ म त माछा घरै जाउँ कि क्या हो गएँ त माथला गएर दुध फाट्यो भन्छ 1 कप चिया पनि दिनुहोस् दिदी दिदी चाहिँ भन मुखले ठिक्क पार 1 कप चिया पनि बस्नु न हौ बस्नु जान्छु अब चिया खान नपाएपछि मैले चिया खान मन लागेर आएको हुने म त अर्को दिन खाम्ला नि त ल चिया अब आज त्यस्तै भयो आफूलाई चिया खान मन लागेर कस्तो भएको थियो दिदी जानु त भयो जान्छ अब खान्छु ऊ हेरेर त म जाने बित्तिकै खान थालेको छु यो कम्ताकी चाहिँ यो तपाईँ त माथि जानुभयो त अनि मैले तँलाई चेक गर्न आएको तैँले 2-3 चोटि अस्ति पनि यस्तै गरेको थिइस् के गर्दैछु चेक गर्न आएको म हेर नि लाज पछाडि सर्के यस्तो गरेर